अहिले चाहिँ हामी यहाँ प्युठानमा चार्जिङ भन्ने ठाउँमा पुगिसकेका छौँ। मौसम चाहिँ हाम्रो पछाडितिर छ अनि पुरै ठाउँ कस्तो राम्रो चाहिँ यहाँ पछाडिको चाहिँ हाम्रो खै कुन नदी हो थाहा भएन मलाई। त्यसरी हामी छिटाउ हामी चाहिँ यहाँ पुगिसक्यौँ। हामी छिटो नदीमा जान्छौँ। हामी फाइनल्ली गुफा हेर्नको लागि आएको मान्छे हामी चाहिँ यहाँ माथि। हामी चाहिँ अहिले स्वर्गद्वारीमा छौँ। स्वर्गद्वारीमा हामी सबै दर्शन गरेर जलकुण्ड पनि गएर अहिले चाहिँ हामी यहाँ 15 मिनट माथिको बाटो। यहाँ गुफा छ अरे। गुफा त्यो होइन यता त्यहाँ माथि पनि के छ त्यहाँ माथि। हामी चाहिँ त्यहाँ माथि पनि हेर्छौँ के छ। त्यहाँ माथि हेरिसकेर यताको त्यो माथि एउटा त्यो देखिरहेको छ चुच्चो त्यो हेरेर अनि हामी यो बाटोबाट गुफा हेर्न जान्छौँ। ओके अहिले चाहिँ हामीहरू बसन्तबाट निस्कन्छौँ। अहिले गुफा हेर्न गइरहेछौँ। अरे होइन रहेछ यो त गुफा हेर्न ठाउँ। यो त हेलिकप्टर रहेछ। म चाहिँ खाली खुट्टा नै छु। पुरै खुट्टामा गिट्टीहरू बिचिरहेछ। यहाँ चाहिँ हाम्रो हेलिकप्टर बस्ने ठाउँ रहेछ। अहिले हामी यहाँ हेलिकप्टर बस्ने ठाउँ पनि पुगिसक्यौँ। यहाँ अब उता परतिर हाम्रो पुरै हिमालहरू पनि देखेको छ। अहिले चाहिँ हामी अब हेलिकप्टर बस्ने ठाउँमा हामी बस्छौँ। खै कस्तो आनन्द मिल्दो रहेछ होइन। हेलिकप्टर बस्ने ठाउँबाट यो चाहिँ हाम्रो त्यहाँको बिहाको भ्यू हो। पुरै यो चाहिँ पुरै स्वर्गद्वारी तलको चाहिँ अनि तलतिर गए यो चाहिँ पुरै हिमाल। कुन हिमाल चाहिँ मलाई थाहा भएन, हजुर कमेन्ट गर्नु होला होइन। यहाँ चाहिँ हाम्रो पुरै चिलहरू पनि छन्। हामी एकछिन यहाँ टाइम स्पेन्ड गरेर यो चाहिँ हाम्रो हेलिकप्टर बस्ने ठाउँ। यसको उतातिर चाहिँ एउटा गुफा पनि छ। अहिले त्यहाँ हेलिप्याडहरू हेरेर अहिले फेरि गुफातिर नि लाग्यौँ। गुफा भनेर गएको थियो, हेलिप्याड रहेछ त्यहाँ चाहिँ। गुफाको लोकेसन चाहिँ अब यता होला सायद। आई थिङ्क यो बाटो जाँदैछौँ। अब गुफा पुगेपछि अर्को भिडियो हुन्छ। यहाँ गुफा जाने बाटो यही माथितिर छ। गुफा माथिकै होला गुफा सायद। पुगिसक्यो। बसन्त पनि तल छ, बिसन्त पनि यतै छ। हामी गुफा पुग्यौँ। यहाँ चाहिँ खासमा 5 पाण्डवहरूले स्वर्गद्वारी हुँदै हजुर ए आउँदै यहाँ चाहिँ हामी अनि 5 पाण्डवहरूले यहीँ यज्ञ गरेर यही बाटो नै स्वर्ग गएका हुन् रे। ओके बिसन्त पनि आयो। बसन्त पनि जुत्ता फुकालेर हुन्छ। यहाँ हामी त माथि जान लाग्छौँ तर गुफा त यहाँ भित्र रहेछ। पोखरामा त थियो नि त यहाँ। पोखरामा त्यो चमेरो गुफा गएको थिएँ। आमा लास्ट डेन्जर थियो नि त यहाँ। होइन यही बाटो निस्किने के पर बाटो निस्किने एउटा अरे यहाँ पनि रहेछ यार। किन यहाँ तल यही छ त यहाँ तलतिर जाने बाटो हो र। यहाँ भगवानको छ है। नमस्कार टुपै। यहाँ भित्र चाहिँ हाम्रो गुफा स्पेसल ओके यहाँ पनि छ। जाम तल यहाँदेखि सुरङ रोक न एकछिन सुरङ छ। अनि हामी जान्छौँ यहाँ तल चाहिँ घरमा भित्र छिर्दैछौँ। यहाँ चाहिँ हामी भित्रहरू चाहिँ यता भगवान् हुनुहुँदो रहेछ। भगवान्को मन्दिर छ यता चाहिँ। अघि हाले हामीलाई छोडेर हामी कतै जानु छ। विश्वनको भन्दैन अब 5 मिनट मात्र छ अरे।